राजा त हातै हालेछ मलाई कुन पार्टीको झोले बानियो भने एसी र फ्रिज दिने हो गर्मीले मर्ने भयो उफ साथीहरु कस्तो टेन्सन भयो भने राजा पानी छैन कसलाई भने एसी र फ्रिज पाइन्छ भनेर तर मेरो दिमागमा एउटा आइडिया आयो यो पछाडीको पसलमा एसी र फ्रिज दुबै रहेछ चोरेर भाग्दा जेल त हाल्दैन नि होला तिमीहरुसँग राजा त छैन कसले हाल्छ र मलाई जेलमा मैले त भने थिए नि राजा छैन भने चोरी दिन्छु मैले चाहिँ 3 टनको एसी र 500 लिटरको डिप फ्रिज चोरेको यो एसी र फ्रिजले काम गरुन्जेल म फर्किन्न अब मेरो हिमालमा चिल गर्ने पालो थुक्क मेरो बुद्धि बिजुली नभएको ठाउँमा कसरी चल्छ एसी र फ्रिज जा अब फेरि सोलर चोर्न जानु पर्ने भयो साथीहरु मैले यो सब झ्याप हानेर ल्याए हेर्नुस् त के छ अब मेरो काम पूरा भयो सब सेट भयो तर यार त्यत्रो मेहनत गरेर खतरनाक काम गरे पनि फलो चाहिँ कसैले नगरेकोमा दुखी भएको यार एक क्लिक गर्दिने हो नि कम अन फलो मी आई नीड फलोअर्स त्यो फलो बटन केही बिग्रिदैन के